नवपत्रिका देवीको पूजन गर्ने भन्ने प्रसङ्गमा म आज हजुरहरूलाई म परिचय गराउन जाँदैछु। यो जुन विशेष फुल छ यो भगवती माताको लागि बहुतै प्रिय भनिकन मानिन्छ। यसलाई यो जयन्ती फुल भनिन्छ। यो र यो आजको यस नवपत्रिकामा हामीहरूका 9वटा जुन नवपत्रिका भगवती माताको नाममा भित्र्याइन्छ। यसमा कदली, डाडिमी, धान्य, हरिद्रा, मानकम, कछु, बिल्व, अशोक जयन्ती यात्रैते नवपत्रिका भनिकन यसरी 9वटा पत्रिकामा यो आउँदछ। यो चाहिँ अतपत यो जहीँ पाइँदैन, कुनै विशेष उसमा मात्र पाउँछ। यसलाई जयन्ती फुल भनिकन यो प्रसिद्ध छ र विशेष गरिकन यो शारदीय नवरात्रिको बेलामा चाहिँ आश्विन महिनामा जुन पालन गरिने नवरात्र, यो बेलामा चाहिँ यो प्रशस्त मात्रामा यो जयन्ती फुल भेटिन्छ। पछि हामीहरूको चैतको जुन नवरात्रि छ त्यसलाई वासन्तीय नवरात्र भनिन्छ। त्यो बेलामा चाहिँ यो हतपत पाइँदैन, साना साना बिरुवाहरू पाउन सकिन्छ। तसर्थ हजुरहरूले पनि यो जयन्ती फुल कतै देख्नु भएको छ भने यसलाई सँगालेर यसलाई सुरक्षित पारेर राख्नु होला। र किनकि यो हाम्रो यो नवरात्रिमा नवपत्रिकामा पहिले सुरु नै यो जयन्ती मङ्गलाकाली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नमोस्तुते भनिकन भगवतीको जुन पुकारमा यो जयन्तीको ठुलो विशेषता छ। जय दुर्गे माता भगवानी, दुर्गे भवानीले हामी सबैको कल्याण गरौँ। जय दुर्गे, राधे राधे।